So hello guys, namaste and स्वागत छ सबैजनालाई मेम्बर के भन्छ फेरि ब्लग बनाई तर त नराख के टिकटक फेसबुक युट्युब कसैमा पनि नराख पैसा हुन्छ म कुनै पनि सोशल मिडियामा इन्भल्भ हुन भएन के मैले तँलाई त्यति मात्र के छ पर्छ कति आफ्टर कति वर्षपछि हामी आफ्टर 8 वर्षपछि हैन धेरै बोल्छस् के फेरि अलि भन्न छैन र छ कि 5 8 होला जे होला यिनी सोशल मिडियामा आउनेले मान्छे हैन नै त यो सँग कति हामी त दिन विजय कडेल यो दिनदिनै हैन हामीलाई 5-6 वर्ष हो के तर म 10 कक्षा पढ्दा अहिले बुढो भइसक्यो बिहे गरेर छोराछोरी पाइसक्यो मैले दुईटा बिहे गरेँ अडे त्यहाँ छ हामी दुईटा बिजल गाउँस नि छैनले त डाउै भुतला कति वर्ष पछि भेट भयो हाम्रो भन्छ अहिले हल्ला नगर्न भन्न बोल्न 5 वर्ष 10 वर्ष फेरि बोल्छ कि यतिकै त ल्याङ छ के ल जाम त ल अहिले भेटौँ ल यो यस्तै छ स्याम गिफ्टले चाहिँ हो त अनि गिफ्ट नै महँगो लिन्छस् नि ब्रान्डेड अनि खोल भएपछि त ब्रान्डेडै हुने हो नि चिनो के छ सुजनमा हामी साथीहरू आफ्टर 5-6 इयर्स गेट टुगेदर जस्तै भयो सबै आज साथीको बिहा छ ऊ त्यहाँ बिहा चाहिँ त्यहाँ हुन्छ यहाँ छ ब्लगमा आइसेयर पैसा कमाउँछस् ल चाहिँ हामी चाहिँ बाइक साइकल पार्क गर्यो होइन दुईजना 3 4 5 6 7 8 9 10 11 जना त हामी साथी भइरहेछौँ सबै ल ट्याक त त साथी नै छैनस् साथी नै छैनस् त सब कपाल पालेर गुन्डामा राख्ने यार वाह के अरे तोरीबारी ओ केरा काट्यो केटा चोरी माइन त गखेनलाई पर्छ त फेरि त्यहाँ माथि चाहिँ बाजा ताल भइरहेको छ आज नाच्न सकिन्छ कि सकिन्न थाहा छैन लेट्स सी हाम्रोमा केटी चाहिँ दुईटा लगभग एउटा बेहुली हसी केटी साथी बेहुली साथी यस्तै बिचबाट आएर धोका दिन्थ्यो तिमीले यही बिच आएर धोका दिन्थ्यो भन्ने मलाई थाहा थियो ल हैन फुटा आएको यिनीहरूले छैन सुन्तला दाइमा हेर्ने होइन ड्याङ लगाएर होइन हामी गेटको नजिक छौँ हिजो चाहिँ बिहा चाहिँ काठमाडौँ पार्टी प्यालेसमा भयो अनि आज ठुलो अगाडि छ सबसे जो सानो थियो उयो बिचको रात लाउने सबै ठुलो ब्याचमा हामी कुन ब्याच अरे 2073 कि कति रे 73 होला होइन यो पनि भाग खान्छ क्या यसले सधैँ सानोबाट सञ्चयन हुन्छ बिहामा आइयो गरे म विजय कडेल भन्न तिम्रो जुत्तामा त के भयो यस्तो एउटा साइडमा त ओ त्यो बिहाको गेट भित्र छिराउने यार ल खाजा खाने बेला भएर छ हाम्रो दोस्त दुईटै साथी हुन् बेनिता र प्रेम नमस्ते है सबैलाई नमस्ते सञ्चयन हुन्छ खाजा खान्छ डेक्स पनि घाम एन्टिलाइट हुनसक्छ बेहुलीलाई अच्छा आइयो नमस्ते चिनियो त चिनिएन बेहुली यही हो नौ जोडी चिनेन क्या त्यसले
चिनिस हिजो नि चिनेन काट्नु चिनेनस् क्या अङ्कल सन्चै कति बेला लाउनु थियो बिहान कि हिजोको भिडियोहरू तपाईँको भाइरल भएको थियो त भाइरल भएको थियो यस्तो भइसक्यो भन त भन कसले कति बस्छ जस्तो छ मेरो कहाँ हो अहिले तालु हेरौँ न के बात नि हाल्न तँलाई खाली के बात के प्राइभेसी हो सके गयो $1 होइन आउँछ है मेरो अब गिफ्ट दिएकै हिँड भर्खर दिएन हुन्छ चन्त चन्न चाहन्छ के भनिस् रे गुन्डा मात्र के भनिस् रे हजुर हाम्रो सुनिल दाजी राम्रो हुनुहुन्छ हेलो ब्लग वेलकम टु माय गाइज ए मेरो यहाँ डन्डी पर आएर यस्तै भयो नसुतेर हो कि 2 दिन त भन्नु नसुतेको सर नि आउनु भएको छ र कीर्ति मिसलाई बोलाउनु भएको कीर्ति मिसलाई बोलाएको बोलाउनु भएको यस्तो रोल प्लेयर गुरु आज मैं कहाँ अपना दोस्त बोलते हैं नहीं ना काम पड़े रामरते भन्छ यसलाई चाहिँ उतो देखिने चाहिँ त्यसलाई पोखरा हुन्छ त्यो चाहिँ हाम्रो घर मिलनचोक अनि त्यो ठान्डाडा त्यो शिवला मन्दिर त्यो चाहिँ कोटा यस्तो हुन्छ जाऊ नाच नाच
शाबास ल भोट ओए आफै गीत गाइन तैँले गीत गाइन बल्ल राम्रो हुन्छ गीत नि गाइन एउटा दामी ल यसले गीत गाउँछ रे गीत गाइन फेरि लाज माने के लिएर सन्जय हो क्या अस्ति नै के अरे कार्यक्रममा भाग लिएर फर्स्ट भएको होइन र पूजनले होला के हजुर कार्यक्रममा ल्याउने भयो प्रत्येक हप्ताको फर्स्ट हुन्छ ए म सधैँ फर्स्ट हुन्थे खुट्टा भाँचेर नाच्न छोड्दिएको है कहाँ भाँच्छ है हिँडौँ त खन्दैन माटी टिमर त्यहाँ धोरी अन्त धनिज तिनीहरू त भोटले त अनि ढोका दियो त तिनीहरू दुई टाउनु सक्छ रक्सी धेरै भएको नाच्नु
गिफ्ट ल्याइदिए यार भगवान कसम पड्किन्छ नि डर लाग्छ यहाँ कति करोडको सामान छ यहाँ तैँले फेरि एक सेकेन्ड नि मिस गरे निस्करे होइन ल भन् मलाई सोसियल मिडियामा नहाले भाइ म अलि त्यस्तो खाले मान्छे यसो यो चस्माको यो अनुहारको $1 जम्मा $1 हो हामी त के अब हामी फोटो खिच्न जान्छ $1 फोटो खिचेर खिच नि टिका लगाइदिनु हो टिका लाउनु त फर्स्ट हालो कुरा गरेको फोटो सेसनको खिच केही फरक के गर्ने खासमा त यताउता भिडियो बनाइराखेको म अन्जारै भिडियो हामी सँगै पढेको साथीहरू जानु अनिस यस्तो राख्नु यो अनिस बाले प्रदीप सुनिल सुजन विजय हो विशाल हो दिपा भयो क्या उता आएर अब हामी जान्छौँ यस्तो खिचिरहेको रोलिङमै राखेको सेयर गरे हुन्छ कि अहिले bisa लाग्छ नि हाम्रो क्लासमेटको पहिलो ग्रुप हो यार हाम्रो नि त्यतैको मात्र यो त म रहेछु म त कसरी आएर आएको नि दुईटा यता हुने हुँदै दाइले मोबाइल गरेर शेयर गर्न नि लास्ट एउटा मोबाइल नछिक्रे 1 2 3 अनिस दाइ अब अनिस दाइ तातु चला मैले अहिले पनि किन र यो गरे लावे ए गर्नु ओतै राख्दै बिना लुटाउनु चाहिँ भिडियो गरेर हजुर हजुर यो सुमनलाई देखाएर फोटो खिच्नु पर्ने एकचोटि छ नि हजुर नमस्ते आराम जोइन गरिदिन्छु भाइ ग्रुपमै जोइन गर्दैन सबै आउँछन् के त्यही अन्त बाको त हुनुहुन्छ त भन्दिए मैले पछि बेलालाई केटाहरूले बोल्छन् त्यो काटेर ग्रुपमा नि म अहिले हटियातिर अन्त अहिले मेसा मिलेछ नि है म भगत आउँछ नि मेसा मिलेछ नि
धन्यवाद खासै बोलामलाई खासै बोलाम त हामी चाहिँ अब सबै ग्रुप फोटो खिचेर होइन अब भात खाने हिँडेर छौँ खाना खिचेर बल्ल नाच के हुन्छ मेमोरी फुल हुन्छ मेरो मेमोरी फुल हुनु अब धेरै छैन सगुन खिच्नुलाई त केटा मै बोल्नुलाई अब कोही नबोल्ने म बोल्छु कुशल के भनेको ड्राइभर बोल्नुहोस् अब पुग्छ नि ल अहिले भात छुट्टै हामीलाई क्या छुट्टा अहिले सगुनमा त यति सगुन हुन्छ मिलेर खान्छौँ अहिले भात अहिले छुट्टै हामीलाई पुग्छ है यतिले भात अहिले छुट्टै छुट्टै हामीलाई क्या बरु नाटकै गरेर फेरि हामीले किन मारेको हामी त्यही गरेर त्यो गरे ग्रुपमा हालिहाल्नु फ्याट्टै हालिहाल्ने हो कि ए आइहाल्छ नि पैसा ल्याउँ के चिन्ता थाहा छैन अझै दुश्मन त मोन्टेज भइसक्यो तेरो खैदिनी घाम अत्तो बत्तो सगुन खाने बेला भात कस्तो छ आएर त आएर त सगुन कस्तो छ मिठै लागेन हातले खाने हो क्या के बोलेको म त बुझ्दिनँ यसकै गराउनु पर्छ यता फर्काएर फर्कै सही छ क्या यसकै मात्रै फोकस गरेर क्यामेराम्यान फोकस यसकै मात्रै गर यस्तो दामी आउँछ हिमाल त के र लौज त यहाँ टिकट टेन्सन यता टेन्सन भयो पहिला पनि टेन्सन हो नि त अहिले पनि टेन्सन हो कि नि भन्दा हो यसका भला पहिला के भन्नु कस्तो लाग्यो तपाईँ आज बिहा रमाइलो लाग्यो साथीको बिहा 8 वर्षको सक्सेस हामी सब खुसी भएर 9 जना हम कसरी तैँले तेरो के हात छ तेरो हात के छ साथीहरू खुसी भयो मेरो होइन कि बिहा हुने बेलामा तेरो हात के थियो त्यति मेरो केही थिएन के हुने र तैँले पनि भगाएको छ मिलेर कसलाई भगाएँ मैले किन भगाउने र सोझो बोलिस् अर्को मान्छे हुनुपर्छ अर्कै सोच्छस् भयो
भएको फोटो सेसन चल्दैछ अनि हाम्रो साथीहरू कोही साथी भइसक्यो अब म पनि जानुपर्ने हुन्छ किनकि मोबाइलमा स्पेस धेरै छैन सो अब म पनि जान्छु घरतिर बाइक चाहिँ हाम्रो तलपट्टि राखेको त्यो गाडी भएको ठाउँमा जाडो छिरो घाम गयो भने जाडो सुरु भइसकेको छ अनि हाम्रो घरतिर चाहिँ अझै घाम छ यता सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो फेरि अर्को भिडियोमा आउनेछु हस्त धन्यवाद फेरि भेटौँला